एभ्रिवान वेलकम टु अनदर डे इन माई लाइफ। ल सुरुमै म भन्छु द पर्पोज है, यो भिडियो बनाउनुको उद्देश्य भनेको चाहिँ मेरो आफ्नो आत्मसन्तुष्टि, आफ्नो खुसीको लागि हो। म मेरो घरबाट एकदम टाढा छु होइन, म कस्तो छिटो होमसिक हुन्छु क्या, मलाई कस्तो मम्मी बिना चाहिँ बाँच्नै सक्दिनँ जस्तो जहिले नै फिल हुन्छ। सो छुट्टी इन्गेज हुन मन लागिहाल्छ, अनि इन्गेज भएको दिन छैन भने फ्री छु भने चाहिँ म के गर्छु भने रुम बसेको छु भने चाहिँ मिलाएको लुगालाई फेरि खोताल्छु, सामान आफूसँग के छ हेर्छु, अनि फेरि मिलाउँछु राख्छु क्या टाइम पास गर्नलाई। रुममा ल्यापटप हुन पऱ्यो, गीत थर्काउन पऱ्यो, अनि त्यसबाट गीत थर्काएर भाइब्स चाहिँ मिल्नु पऱ्यो है। लिरिक्स चाहिँ पाइ त्यही आओस् नआओस् गायो, स्वर राम्रो छैन गायो, अनि त्यस पछाडि चाहिँ काम गऱ्यो क्या। गीत बजेको छ र थर्केको छ भने चाहिँ कति काम गऱ्यो भने पनि थाहा पाउँदैन क्या। जे गर्दा पनि म्युजिक चाहिँ चाहिन्छ मलाई होइन, त्यस्तो गर्छु। र म के गर्छु भने फेरि मैले चाहिँ यत्तिकै रुम मिलाउँदै अर्को मेरो त्यो मिसेलेनियस बक्सभित्र गएँ क्या। अनि अस्ति नै मैले मेरो इयरिङहरू के छ भनेर रिभिल गरेको थिएँ, मलाई पनि थाहा थिएन कि के छ भनेर। सिमिलरली मैले अस्ति अब घरबाट आउँदा के बोकेर आएछु भनेर चाहिँ। सो लेट्स सी मसँग मिसेलेनियसमा चाहिँ आज चाहिँ म नेक पिस के छ, अनि नेल पोलिस र मेरो साडी पिन के भेटाएँ त्यो चाहिँ रिभिल गर्न गइरहेको छु। सो स्टार्ट फ्रम नेक पिस है। सो दिस वान इज माई फर्स्ट एडी सेट है। मेरो बहिनीले चाहिँ मलाई यो गिफ्ट गरेको हो। यस्तो लुगाहरूमा त लाउँदा यो सुहाउँदैन, साडी लेङ्गा चाहिन्छ है। एडी सेट एकदम मनपर्ने भएको कारणले गर्दा दिस वान इज माई फर्स्ट एडी सेट एन्ड दिस वान इज माई सेकेन्ड एडी सेट क्या। यो चाहिँ मैले मेरो बहिनीको बिहामा सायद किनेको थियो होला, मेरो साडीमा लगाउनको लागि। यसको इयरिङ पनि थियो, कहाँ गयो त्यो नै थाहा छैन। एन्ड द थर्ड वान इज दिस वान इज थर्ड नेक पिस है। यो चाहिँ मेरो बहिनीकै इन्गेजमेन्टमा मेरो ब्लू कलरको साडी थियो, अनि मैले इयरिङ अनि त्यसपछि रिङ अनि यो नेक पिस सेम किनेको थिएँ क्या। सो दिस वान इज थर्ड वान। यो पनि मेरो अर्को बहिनीको इन्गेजमेन्टमा किनेको। अस्ति मैले इयरिङ रिभिल पनि गरेको थिएँ, यसको ब्रासलेट पनि छ, सेट पनि छ, साडीमा है लगाउन हुन्छ। एक दुईचोटि प्रयोग गरेँ होला मैले, अझै घरमा पनि छ कति धेरै, तर मैले के बोकेर चाहिँ ल्याउन पाएको रहेछु भनेर चाहिँ यो हेरेँ, यो ल्याएछु भनेर, अनि आफै दङ्ग पर्दै भिडियो बनाइरहेछु। सिमिलरली साडी लाउन एकदम मनपर्छ है। आउँदैन मतलब जे पाइ त्यही आउँछ, बट त्यो पर्फेक्टली प्लिट्सहरू बनाएर ड्रेप गर्नै आउँदैन क्या। अनि कलेक्ट चाहिँ गर्यो, साडी किन्छ त्यस्तै हुन्छ नि। एउटा दुइटा भयो भने चित्तै बुझ्दैन क्या, अस्ति लाए जस्तो। अनि अब कसैले यसले त जहिले एउटै लाउँछ कि क्या भनेर भन्छ भन्ने जस्तो आफूलाई मेन्टालिटी होइन, आफ्नो इच्छा हो। बट केटी मान्छेलाई एउटा लुगा त वर्षको रिपिटेडली नलाम, घर बस्दा लाइन्छ, तर बाहिर हुँदा अब एउटा फोटो खिचेपछि सक्यो टाइपको हुन्छ नि त। सो दिस वान इज माई सिल्भर साडी पिन, एकचोटि युज गरेको थिएँ मैले। सो दिस वान इज सेकेन्ड वान एन्ड देन दिस वान इज थर्ड वान, दिस वान इज फोर्थ वान। घरमा अझै पिसेसहरू होला, बट मैले चाहिँ चारवटा ल्याउनु भ्याएर छु, खोइ अब कहिले लगाउने हो थाहा नै छैन है। सिमिलरली मैले अस्ति पनि भनेको थिएँ, मलाई चाहिँ जे कुरा पनि सेट मनपर्छ क्या। आइदर मेरो नेक पिस, साडी या कुनै ड्रेस जेसुकै होस् है, इथनिक वेयरहरू जेसुकै होस्, त्यही अनुसारको सब कुरा मिल्न पऱ्यो क्या सेट। इभन टिकादेखि लिएर इयरिङदेखि लिएर अनि नेक पिसदेखि लिएर नेल पोलिस सब अनि इभन ब्याङ्गल्स सब मिल्नुपर्छ। सो जस्तो साडी जस्तो कपडा आयो त्यस्तो नेल पोलिस किन्यो, एकचोटि लायो, सुकायो, फाल्यो क्या। सो मैले घरबाट कुनै गिफ्ट पनि आएको होला, यति धेरै नेल पोलिस चाहिँ कलेक्ट गरेर चाहिँ लाउने चाहिँ कहिले होइन है। ल्यायो अनि सुकायो क्या, त्यही नै गर्छु। सो मैले अगाडि नै पनि भनिसकेँ, मेरो पर्पज भनेको चाहिँ मेरो आफ्नो खुसीको लागि हो यो मैले भिडियो बनाएको। मलाई यस्तो भिडियोहरू बनाउन, फन गर्न एकदम मनपर्छ क्या। रुममा बसेपछि टाइम पास के गरेर गर्ने भन्दाखेरि यस्तो कुरा गऱ्यो अनि बस्यो। अनि इफ अनि कि कसैको आफन्तहरूकोमा गयो, रिलेटिभ्सकोमा गयो, काहीँ एक्लै घुम्न पनि एकदम मनपर्छ होइन, त्यो गऱ्यो। अनि इफ हजुरहरू मेरो भिडियो हेर्नु हुँदैछ भने डोन्ट गेट एफ्रेड रिगार्डिङ क्रिटिसाइज त्यो मान्छेले गर्छ जसले यस्तो कुरा गर्न सक्दैन। यो फर्स्ट थिङ लाइफमा प्रायोरिटी पहिला मलाई पनि लाज लाग्ने गर्थ्यो क्या, छ्या कसैले देख्यो भने के हुन्छ, छ्या के भन्ला मैले यस्तो भिडियो बनाएँ भने के सो अप गरी देखाएँ आफूसँग यस्तो छ भनेर भन्ला, के भन्दा ब्ला 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 एक्सेट्रा म सोच्थेँ। नाउ डेज म के सोच्छु भन्दा मेरो ह्याप्पिनेस
मलाई म्याटर गर्नुपर्छ। स्ट्रेस धेरै लिने होइन क्या। अब यो हेरेँ होइन, अब यत्तिकै भिडियो बनाएँ, अब यस्तो आनन्द भयो। अब अपलोड गर्छु, कसले के लेख्छ होइन, लाइक पोजिटिभ कुरालाई पोजिटिभ वेमा लियो, नेगेटिभ कुरालाई नेगेटिभ एक्सपेक्टमा लियो, बट मेन थिङ भनेको आफ्नो पिस ह्याप्पिनेस चाहिँ प्रायोरिटाइजेसन गर्नुपर्छ हामीले भन्ने चाहिँ लाग्छ। सो किप स्प्रेडिङ लभ, आफ्नो केयर गर्नुहोला, स्वस्थ रहनुहोला। अनि त्यस पछाडि किप एक्सप्लोरिङ यर सेल्फ होइन, आफूलाई जे मन लाग्छ जे गर्न, गाउन, नाच्न, बुक पढ्न, घुम्न, एनिथिङ एल्स गर्ने हो, किनभने एकचोटि पाएको लाइफ हो, लेट्स इन्जोय भन्ने सोच्छु है। सो थ्याङ्क्स फर वाचिङ एभ्री वान है। सो डोन्ट मेक फन रिगार्डिङ माई भिडियोज। यो चाहिँ मैले मेरो आफ्नो सेल्फ ह्याप्पिनेसको लागि चाहिँ बनाएको हो। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई, टेक केयर।